गाइस वेलकम बैक टू माई न्यू ब्लग। म चाहिँ आज चाइना आएको छु। चाइना म चाहिँ च्यालेन्ज गरेर चाहिँ दौडिनु सकेको छैन अहिले। ल च्यालेन्ज यसै गर्छ कि त्यो दाइले मलाई देखेस् कि नै जे पनि दिमाग लगाएर म तल आएँ कि नै। दिमाग भन्नु र मलाई नि आइडिया नै हो क्या खतरा। तँसित छ त्यस्तो आइडिया? आवा हुँदो हेर उ चाहिँ घाम हेर घाम दामी देखेछ उयो। जाँदा माथि नगइस् फेरि कस्तो हेर ब्राइटनेस रहेछ रहेछ। केलाई बोलाउँछ बे? मलाई बोलाओस् पागल भइस् क्या बे? दिमाग छैन क्या भाइ तेरो? यहाँ न यहाँ घाम दामी देखेछ तर क्याप्चर गरेन। आमा लुक एट दिस भ्यू गाइज। आगो हान्दैछ बे। खस्ला छ फेरि मा मर्लास् मर्ला छ फेरि मार खाए फाल्लास् मा साल। मा म कहिले मर्या देखिस् बे? जिउँदो मान्छेलाई मर्या भन्छ यार। उतापट्टि जाने त्यो साइड बोले त्यो त तँलाई मा के अरे मैले सिकाएको के पानीमा कसरी दौडिन मिल्छ भनेर। त्यो अब चुप्प लाग न ऊ त्यो भ्यू हेर्न देखिस्। अब तैँले हेर्न नपाइने बे यो भिडियो हेरेर मान्छेले हेर्न पाएन नि त। कस्तो कुरा गर मेरो भिडियोबाट हेर्न पाएनन् भन्न खोजेको क्या भाइ यार। तल जाने बाटो देखिन सिडी जान त नि म अगाडि अगाडि हिँड्दा चाहिँ मेरो पछि पछि किन आएको र त? ल यार ल हानिदिन्छ स्याहार त भने। के भनिस् अरे? ठुलो स्वरमा भन्न। के अरे ठुलो स्वरमा भन्न बे? मा ढुङ्गा उठाएर हानिदिन्छु भाइ फेरि। आजभोलिको जमानामा मलाई ट्रस्ट एन्ड बिलिभ गर्नुहुन्न क्या भाइ। हानिदिन्छु भनिदिँदैन नि भाइ। थाहा पाइस् किन हान्छ कि नै? नो ट्रस्ट नो बिलिभ इन दिस फेक वर्ल्ड। ल यार अङ्ग्रेजीको भ्यू यार म खैरेको भ्यू हो यार। खैरेको भ्यू होस् भन्ला नि कमेन्टमा। खैरेको भ्यू होस् मा साले भनेर कमेन्टमा। खैरेको भ्यू चाहिँ होइन है म। ओए यहाँ त नो ट्रस्ट एन्ड नो बिलिभ भन्न थाहा किन आइस् मा बोला बेला भिडियोमा देखिन होला। आइज 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 एकछिन बस्ने चिप्लेर मर्दैनस् क्या भाइ यार। नो ट्रस्ट नो एन्ड नै नै नो ट्रस्ट नो बिलिभ बिलिभ छ के कसित मा कसम हुन्छ मुला मसिन आइदै त। नो ट्रस्ट नो बिलिभ हेर्न ऊ त्यो भ्यू हेर्न मा लुक एट दिस भ्यू। दामी देखिने क्या मा यार। यहाँ न यहाँ न कुनालीको मा अनि दाइको तारिफ हान्न मलाई भिडियोमा। रनिङ हान्द ल दम छैन ल यो पुरै एक ग्राउन्ड नन हिसाबे के अरे केही होइन जा आदर चोट साथी हाने होस् मैले पताएन मा आदर चोट। ब्याक टु यु मा साले। ढुङ्गा उठाएर हानिदिन्छ भाइ फेरि। हेर यस्तरी हान्छ हेर यो ढुङ्गा भने ओ यता हेर। थाहा पाइस् कि नै? द्याट इज कल आइडिया क्या भाइ आइडिया। के अरे
हेर्न बे घाम क्या दामी देखेछ बे तँभन्दा नि ह्यान्डसम के तँभन्दा नि राम्रो देखेछ बे घाम मभन्दा राम्रो त कोही छैनन् नि बे तारिफ हान्न मलाई अलिकति बे मोबाइल म क्यामेरा अन गरेछु देखिस् न क्यामेरा हो के क्यामेरा 15,000 को गुगलमा सर्च गरिस् न यसको रियल प्राइस कति भन्नु न 15,000 यु नो 15,000 5,000 तीनटा 5,000 तीनटा 5 क्यामेरा त पट्टाए तर मोबाइल चाहिँ 1 रुपैयाँको होला 1000 रुपैयाँको नि सास फुल्यो के खुल्ले म के गरौँ त तर खुल्ले छ कहाँ खुल्ले छ नर्मल छ जिन्दगी त नर्मल छैन भाइ मुला सासको कुरा गर्छ भाग हेर्न मुला भ्यू लुक एट दिस भ्यू हेर्न अहिले दामी त के होला भ्यू हेर्दा भयो अगाडि हेर्न अगाडि भ्यू अब मलाई हेर भनेको मुला के ओ गर्छ माया साथै बोका बन्न मन लाग्यो गर्छ जस्तो होइन बे ऊ त्यो आवाज सुन है आवाज रो त्यही होस् त कुकुर भ्यू हेर यार यो भाइलाई हेर्नुभन्दा ओ तेरो नाम के अरे भाइ तेरो बाघ माया साले झुट बोल्छस् के त कहाँ जाने बे माया हेर्छु भने होला हेर्दिन भाइ माया त नहसा न बे भाइ यार पूर्ण जन्ममा म कुकुर थिएँ कि थाहा कि दाले होइन पुनर्जन्ममा म पहिलाको जन्ममा के बाघ थिएँ बाघ के बाघ टाइगर के टाइगर TIGER डाइनोसरको स्पेलिङ भन्छ माया खैरेको बिहोस् माया साले नेपाली बोले नेपाली माया त्यतिकै डाइनोसर भने मलाई डाइनोसर भन्ने थाहा तँलाई के होला भन्छ नेपालीमा सिरियस भयो होलास् माया सिरियल किलरको स्पेलिङ भन्छ तँलाई तेरो नामै त थाहा छैन अनि के सिसान गिरी गरे कास र त्यो नाम राख्दैन मलाई सिसान गिरी हुन्छ खैरेको बिहोस् माया साले I don't खैरेको बिउ यु आर खैरेको बिउ भाइ यार तँलाई आएन के इङ्ग्लिस बोल्न टुट्या मुट्या भयो भने खैरेको बिउ नभएछ है ट्विस्ट ल्याइदिन्छु क्या मा थाक्यो जा ल त आफ्नो बाटो म आफ्नो बाटो है भाइ ओ साँच्चीकै जानलाइस् आइज न बे दौडेन त नि भाइ ट्रस्ट गर्दिनँ तैँले ढुकेर आइदिएछ भनेर नो ट्रस्ट नो बिलिभ हामी पनि ग्रास लेभलको भाइ हो क्या ग्रासमा बस्न त सक्छस्
हामी त्यस्तो लेभलको सक्नुहुन्छ नाइ भाइ नाइ हामी त्यस्तो लेभलको कस्तो लेभल गरे ढाका टोपी ढाका डोबी अनि क्राउन खैरेको बिउस त नाइ ह थाहा छैन यही पनि खैरेको बिउस आई सो स्पिड खैरेको बिउस नेपाली भ्लगरको नाम भनेर देखा ल म तँलाई माने ल के गरे नेपाली एउटा भ्लगरको नाम भने राजकुमार थापा मगर बाइक अरू भन 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 लगे ल टाइम दिन्न त ल हरिबड्डेको छ के हरिबड्डे नाचेको छ र हरिबड्डे नाचेको छ र तेरो नाम हो हैन सुशील राणा म चिन्दिनँ सुशील राणालाई सौरभ जोशी भाइ यार नेपाली भनेपछि बे खैरे भने होइन क्या मैले इन्डियन भने होइन मैले पनि इन्डियन भने छैन नेपाली भनेको छु सौरभ जोशी कहाँबाट नेपाली भयो ल भन्न प्रुफ आई वान्ट प्रुफ इन्डियाको त हो तर इन्डियाको कुन ठाउँ हो थाहा छैन त्यही पनि चिन्न त चिनेछ भाइ त जब जन्मिदिनुहोस् तब मैले ल टेक्नो गेमर त्यो पनि त एउटा भ्लगर हो एमआरबी भ्लग भन्न मुला टेन्डु गेमर एमआरबी भ्लग टेन्डु गेमर एमआरबी भ्लग टेन्डु गेमर सुरक्षा केसी सुरक्षा केसी हामी पनि ग्रास लेभलको भाइ हो कि ग्रासमा हामी बस्छौँ पनि सिमेन्ट लेभलको हो भाइ सिमेन्ट त भाइ खैरेले बनाएको नि त यो पनि कुन छ यो पनि त घाँस पनि त नेचरले बनाएको भन्न नेचरले नेचरले हो र खैरेको बिउस तपाईँ कुन चाहिँ मान्छेको बिउ हो र आफू त कतिले होला जस्तो केसको बिउ हो केसको चिन्ने जा पनि चिन्नुहुन्न तैँले यार यस्तो भनेछ न दाइला आज आएर चित्त दुखेको मेरो पनि चाहिँ चित्ते दुखी खैरोको छोरो भनेर भाइ यार आई लभ यु यार आई लभ यु रिटर्न ब्याक टु यु म तिमीलाई माया गर्छु रिटर्न ब्याक टु यु म तिमीलाई माया गर्दा हुँ आई लाइक मैं तुमको प्यार आई करता क्यान्ट लाइक लभ हामी तुम्हाके भालोबासी आई क्यान्ट खैरेको बिउस नेपाली बोले म माया गर्छु भाइ तिमीलाई होइन अनि अरू के छ भन्दाखेरि मान्छेले उम्राको यो थाहा छैन अरू के छ बे कोदल्ला हामी पनि ग्रास लेभलको मान्छे हो नि भाइ हामी पनि सिमेन्टको लेभल हो भाइ नो बिलिभ नो ट्रस्ट नो बिलिभ नो ट्रस्ट या यु क्यान डु इट यु क्यान डु यु टु आइज क्या अब मजाले अब सिरियस नहुँ न धेरै यो के अरे सिरियस नभन्न फेरि हक गरम आइज बाबु तर गरम न त आइज ओइ ओइ झर मा ओइ उजालिन चाहिँ हुन्छ क्या हेरु चरा हेर भ्यू म पनि जाने हो तेरो र मेरो बाटो आजदेखि अलग है त आफ्नो बाटो म आफ्नो बाटो कुन पुरानो पुल बाघ अब नयाँ पुलमा जाने हामी पनि ग्रास लेभलको मान्छे के भाइ मा ब्रान्डेडमा चढ्छौँ हामी पनि ग्रास लेभलको मान्छे हो कि भाइ त त्यही त जस्तो अनि माया भनिरहनु पर्छ र तेरो घरकोले त त्यही भन्छ नि तँलाई अनि तेरो घरकोले त तँलाई राम्रो मान्दैन बाहिर उभिएको मलाई त मान्छन् नि यार के मान्छ ल प्रुभ गरेर देख न त के मान्छन् तेरो नामै मान्छन् राखिदिउँ साँच्ची चुप त्यो त्यस्तो चर्चा गर्दैनन् क्या भाइ म जस्तो कोही छैनन् क्या को छन् ल भन्न त प्रुभ गर्न त को ग्यामर अरे खैरे होस् खैरेको बिउस भाइ छ र यार होइन एउटा बाइक भएको भए हामी सर र उकालो चढिदिन्थ्यौँ हामी पनि ग्रास लेभलको मान्छे हो क्या भाइ सानोतिनो चढ्दैनौँ क्या यहाँ बस भाइ आइज यस्तो फोरी होइन बस्नु चाहिँ
खैरेले बनाएको खैरेको विवश आई लभ यु हामी पनि ग्रास लेभलको मान्छे क्या भाइ एक्लै बस्छौँ हामी सास पनि कस्तो गर्छ भन्न हामीले हरियाली हरियो घाँस हरियो रुके एउटा कुन दुनियाँमा कुनै छैन के के छैन नाम भन्न भयो दिमागमा आएको छ मुखमा आएन ल खैरेको बिउ सुन खैरेको बिउ भएर नि इङ्ग्लिस थिएटर के त सुर्खेतको मेलबुना भन्ने ठाउँमा छैन मैले पनि त तैँले दुनियाँ भनेपछि नि भाइ दुनियाँ भनेपछि के अनि मलाई सबै देशमा छ कुन देश साउथ कोरिया उत्तर कोरिया कुन कोरिया साउदी अरेबिया कुन देशमा छैन इन्डियामा नि त छैन सबै देशमा छैन ल कुन देशमा पानी पर्दैन कहिले पनि गर्मी भइरहेको नेपाल भन्नु साउदी अरेबिया दुबई दुबईमा पर्छ त्यो देशमा पानी पनि भगवानले पराउँदैन क्या मान्छेले पढाउँछ दबाई टेक्नोलोजी चल्दैछ आजकल दुनियाँमा टेक्नोलोजी स्पेलिङ भन्छ अब त भन्दैन ल मलाई नआला जस्तो नेपालीमा भन्न त कम्युनिकेसन नयाँ इन्भेन्ट गरेको सामान वाट इज न्यू इन्भेसन भन्न त नि सिधै खरेको व्यवसाय ट्याङ्क होइन तपाईँ नट ओल्ड न्यू भने मैले न्यू उता रोड बनाएको छ नि त न्यू यार कहाँनिर भन्छ उता चौबारी चौबारी होइन भाइ चौबारी नगरपालिका म्युनिसिपालिटी किन सानो छ महानगरपालिका उपमहानगरपालिका भन्छ नि भाइ अब यो है के नगरपालिका पर थाहा भएन नगरपालिका चस गर्न त एकचोटि ह्यान्डसेक गर्छ आई लभ इट होइन हामी खरेको बिउ होइन हामी नेपाली मनपर्छ मलाई राम्रो लाग्यो तिम्रो त्यो कुरा ल यस्तो कुन देश हो जो जनावर कुकुर नै छैन दे मलाई थाहा नै अपनको पनि पता नै नेपालमा even थाहा छैन को हो देश even थाहा छैन युट्युब हेर्नु न युट्युब मैले होइन के भाइ युट्युबले मलाई हेर्छ यता हेर है युट्युबलाई मैले होइन मैले हेर्छु युट्युबलाई किन भन्न युट्युबले तपाईँले चाहिँ देखाउँछ जे भयो नि मैले नै हेर्छु कि त्यसले हेरे पनि मैले हेरे पनि हो अब हेर मैले युट्युबलाई हेऱ्यो भने के हुन्छ जनावर र कुकुर एउटै होइन र वाट इज द डिफरेन्स बिट्विन इन जनावर एन्ड कुकुर मैले कम्प्युटर पढ्ने छोरा 4-5 वर्ष भयो Name the two components of components not advantage फाइदा भन्न फाइदा
component. What is the environment? इन्भाइरोमेन्ट इज वातावरण वातावरण इज इन्भाइरोमेन्ट Our surrounding is जीवन एउटै त वातावरण What is इन्भाइरोमेन्ट communication? भाइ सिरियस नहोस् Information नट सिरियस between two people. It's called communication. ओ द्याट इज The दुईटासित बोल्नु पनि त के अरे कम्युनिकेसन हो नेपालीमा पनि भन्दा हुन्छ नि भाइ तैँले what is human role can be? नेपाली बोल्नु भाइ यार नेपाली भाषाकै छैन त No, what is the measurement? वाट इज अ मेजरमेन्ट Measurement is a comparison of unknown quantity. तल मैले धेरै नपर भने कि भाइ त्यही भएर धेरै जान्ने हुन्छ दाइ भन्दा भिडियोमा भयो नि अलिकति कम बोल्दा नि यार नाम राख्दैन दाइ कोमा टच गर्छ भिडियो बोल्दैनस् कि भाइ माया लाग्यो यार अलिकति यता सर्न नो ट्रस्ट नो बिलिभ Not living things, I do technically. What is love? Ali sunny. What is love? What is love? माया के हो Even love, very, very. माया भनेको केटीको नाम हो क्या Love भन्नुभयो चाहिँ तपाईले यु नो केटी तपाईले त माया भन्नुभयो र लभ भन्नुभयो लभ मैले लभ भन्दिनँ भाइ लभ र माया एउटै हो क्या म यहाँ छोरी देखाउनु म तपाईले च्यालेन्ज गरेँ त्यहाँ हो र हामी त पर भन्ने माथि तिमीले भुइँमा गएर भुइँमा त चाहिँ भाइ भुइँले मलाई टेक्नु र मैले भुइँलाई टेक्नु एउटै उता रोडमा गएर रोडमा हुने छैन के अरे यहाँदेखि भने यहाँदेखि कहाँदेखि भाइ ल तैँले छोडेर देखा मैले मोबाइल फुटालिदिन्छु ल त्यो बिहानसम्म चढ्न पाइनस् भाइ बिहानसम्म चढिस् भने तँलाई बिहान आजदेखि ल त्यो अरेन्ज बिहान छ अरेन्ज बिहान त्योमा चढेर तैँले टिकेछ भने मैले ओरेन्ज त्यो सुन्तला कलरको नामै कुरा गरेँ होइन भाइ त्योमा नचढेर भनिदिन्छ नि मैले नचढेर खैरो छ खैरो आई लभ इट पागल पागल गीत भन्ने सुनाउँछ आज हिन्दीमा छ होइन त्यस्तो मलाई आउन कि मलाई नआउने कुरा त नगर है मेरो अगाडि हुन्छ नि नेपाली बोलाउँ न जाने कसले हिन्दी बोल्छ इङ्ग्लिस बोल्छ त्यसलाई हान्नु भाइ यो दुनियाँ के अरे ऊ छ स्वार्थी म पनि स्वार्थी भइदिएको You are a little sorry. You are sorry. अब म भने मान्ने भनेको भनेको छ र सिद्ध बोल्न अलिकति भनेको छ र ल त दम छ भने गरिब भनिरहेको छ ल पाँचचोटि म पनि गरिब होला भन्नु त सही भनिस् मैले म गरिब भन्न पठाएको थिएँ अहिले युआर गरिब भनिस् आई लभ इट आई लभ तैँले झन् मासुको कुरा निकालेर म जान्न के चरम म तँलाई समातेँ जाउँ क्या अब त मासु बनिसक्यो मासु बनाइसक्नु त मासुको कुरा नगर है मासु मलाई राम्रो लाग्दैन मिठो मात्रै लाग्छ त्यो भाँसिँदा खानालाई मात्रै हो क्या खानको लागि होइन नि भाइ चपाउनको लागि चपाएर त निर्जस नि भाइ जे भयो नि एउटै गरे त्यस्तो किन निर्जन त्यो भाइ त्यो ग्रास लेभलको मान्छेहरू नि ग्रास लेभल के त्यो मान्छेले मात्रै हो कि भाइ खाना मन लागेर
इन्डिपेन्डेन्ट हुनुपर्छ कि सबै फेरि हुन त गोरो हुन्छ स्वतन्त्र भएर बाँच्नुपर्छ कि एउटा कुरा भन्न फेरि त गोरो हुन्छ फेरि होइन खैरियामा खैरे अङ्ग्रेजी भन्छन् कि त्यसलाई अङ्ग्रेजी इङ्ग्लिसबाट चाहिँ इङ्ग्लिसै भन्छन् त्यसलाई अङ्ग्रेजी भन्न थाहा पाछस् खैरीको बिउ रहेन जस् के त नेपालीको रहेछ आई लभ इट हेन चाहिँ गर्न त गर भाइ दबाई सर दुखेन के भाइ दबा न त ल दुखाएर देखा मा कसो मैले मोबाइल फुटाइदिन्छु केटी कुरा नगर के भाइ मलाई यार केटीदेखि इरिटेट छु क्या भाइ इरिटेट भनेको त्यो मनै नपर्ने के हेरेको होइन नि भाइ आएकै त्यस्तो त पापी आएको देख्यो भने नजर गइहाल्ने कि भाइ अब यस्तो राम्रो त जान्छ त किन हिँडिरहेछस् भाइ त्यतिकै हिँड्न पाइन्न है फेरि सब मान्छे इन्डिपेन्डेन्ट त्यो स्वतन्त्र रूपमा बाँच्नुपर्छ किन भुक्छ मलाई भोके होला तर म हेर्दिनँ क्या भाइ म आवाज सुन्छु भनेर कसलाई देखेर मलाई देखेर भाइ यार कुकुर जस्तै छ नि म पहिला जमानामा कुकुर थिएँ अब कुकुरलाई रियाक्सन नदिएर अनि बाघलाई दिन्छ चाहिँ कस्तो कुरा गर्छ बाघलाई पनि दिन्छ भाइ किन भन्न भाइ भन्न भाइ सबै आई लभ इट हेन्चेक गर हेन्चेक होइन हात मिला हात नेपाली बोला खैरीको बिउ यता आएन यता कसम दुगाएर देखा मैले यो मोबाइल फुटालिदिन्छु आँसु निकालेर देखा न त सानोमा दाइरे र मैले एकअर्कालाई टोक्दिनँ अनि मलाई दुखेन त्यति बेला तैँले टोकेर मलाई के म के अरे त गरेन नि भाइ मन पनि गरेँ नि त्यो चुप लाग्ने भएर साइलेन्ट भन्न यार खैरीको बिउ होइन त त्यही भएर त गोरो सस्ता नि उसलाई खैरीको बिउ भएर हो त नि भाइ हिन्दी हामी हिन्दी हामी नेपाली वी अल आर अल हामी सबै हो हामी सबै त हो त नि मान्छे हो बादर हो त बादर होस् न नो ट्रस्ट एन्ड नो बिलिभ भाग केटा भाग किन भागिस् म तँलाई कतिचोटि पाठ गरेर त्यो दुनियाँ स्वार्थी छ भाइ भाग्न मन लाग्यो भाग्दे हो त नि म चिनिरहेको मान्छे ल है केटा एकछिन छैन मासु ल्याएर डुबिसकेको छ मान्छे आउनु भनेको सुरु दिनु हो पछि मान्छेहरू आउन नि भाइ अनि स्कुल जानु परेन मलाई पढाइ गर्नु परेन शनिबार त आउँछ नि यहाँ पनि सजिलो होला 1 घन्टाको होइन क्या 1 आवरको खैरीको बिउ इङ्ग्लिसको बिउ भन्छन् के भाइ इङ्ग्लिसको बिउ ल खैरीको बिउ नेपाली हो कि नेपाली बोल्नु भइरहेको त्यसमा पनि त नेपाली मिक्स राखे खैरीको बिउ यो भने खैरी अनि अङ्ग्रेजी भइरहनु मिक्स छ नेपाली मलाई पागल सम्झाउनु के भन्नु त के भन्नु भाइ आई लभ यु आबिटु भन्थे त नानीले आबिटु दादा हुन्थ्यो नि त्यस्तै कि आई लभ यु भन्नाले फेरि त्यो कुकुरको बिउ छ कुकुर नै फुलको बिउ 3टा कुरा भन्न कि एउटा यहाँदेखि मैले गाडी चलाएँ भाइ गाडीवालाले
मजबुत केला भन्नु थाहा रहेछ त अनि तँलाई दामी के आई लभ दिस मैले ट्यालेन्टेड छु तपाईँ जस्तो अनपढ होइन आम्मा पढाए दिस त यार कन्टेन्ट लेखेर बनाएछ भन्ला नि फेरि यार नट सिरियस इन माई ब्लग खैरीको बिउ होस् सही भने छ भाइ हान्छ घर हात मिला खैरीको बिउ होइन नि त द्याट इज कल चौधरी ल्याङ्ग्वेज मैले बुझिसकेँ तर त बुझ्दैन तेरो पनि त पावर इन्जिन छ भाइ छ त त्यहाँ पेटमा बाटो बन्दैछ बन्नाले हतारमा हुन्छन् क्या सबै हामी हतार गर्न हामीले फोन गरिदिइसक्यौँ त घर होइन आमालाई त्यो भित्रै इन्जिन चलिरहेको छ क्या हाम्रो पनि त कहिले कस्तो इन्जिन बिग्रियो बेला फा गर्छ त्यस्तो ए गाडी अनमै रहेछ अन है अन खैरीको बिउ होइन हात दुख्यो क्या त्यही भएर यसरी बनाइदिएको ओइ चक्कर लाग्ने के चक्कर चाहिँ लाग्नु भयो त ए न मलाई हात दुखेर मैले अरू हातले बनाइदिएँ क्या भ्लग तर मैले युट्युबमा हालेको छैन होइन त्यही पनि मैले आई लभ यु खोल्दै मैले आज ल आज गयो ल ब्लग ठ्याक्कै कति बजी हाल्छु यति बजी रेगुलर है डेली गराउनु पर्छ लाइक 1 आओस् या 2 आओस् हामीले डेली हाल्नुपर्छ जान मन लाग्यो ड्याडीको जस्तो ए सुप्रिम ब्लग नेपालगञ्जको सुप्रिम ब्लग्स के नेपालगञ्जको अरे त्यो मान्छेको नाम भने मैले सुप्रिम ब्लग नेपालगञ्ज हात मिला म यस्तो गरेर देखाउनुहुन्छ मलाई आउन्न मलाई आउँदैन गर्नु न पहिला के हो यो गरे गर्नु न भनिदिन्छु नै त्यो तपाईँ ल हुन्छ नि तपाईँले गर्नु भने तपाईँ पक्का छक्का हात मिला हामी पनि ग्रास लेभलको मान्छे हो भाइ हामी ग्रास लेभलमा ट्री लेभल घुम्न बस्दिनु आई लभ वान आई लभ दिस वान I can't grasp. या handshake हात मिला रोक रोक अझै यसलाई चस पनि भन्छन् हात मिलाएको पनि भन्छन् ल चाली अब चाली मायाले बोलेको म प्रेमी लभर हो मायाले दिएको चिनो मिठो भो तिमीले दिएको बर्को मिठो भो गीत गाउन त तँलाई पनि आउने क्या मलाई बिट बक्स त आउन त्यो भने ल नेपाली रहेछ आउनु पर्यो लाली जो पनि कालीले लयो ल रोकै हातमा बाइकै त्यही डुब्छु भनेर पहिला स्वर मिलाउनु पर्छ
हे हे ला 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 na 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 ए लाली चाहिँ पनि कालीले लयो सलल दिलै लाउने दिलमा रातो रातो खुन दिलै लाउने दिलमा रातो रातो खुन लाली चाहिँ पनि कालीले लयो सलल लाली चाहिँ पनि कालीले त्यसको खार्दैन बत्तलको लाली जो पनि कालीले लयो सलल लाली जो पनि कालीले लाली जो दामी साउन्ड आवाज मामा घर किन लग्छन् नेपाल पुलिस सलाम आमाले पुलिस म त किन मामा लाग्दैन म आफ्नो मामाले सोचिरहेको यसले पुलिस मामा भनेर लाली जो पनि कालीले लयो सरल दिले लाउने दिलमा रातो रातो खुन दिले लाउने दिलमा रातो रातो खुन लाली जो पनि कालीले लयो सरल ल दुईटा ढुङ्गा है हे ला 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 ना 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 हे दिलै लाउने दिलमा रातो ए मिलेन हे लाली जो पनि कालीले लयो सलल दिलै लाउने दिलमा रातो रातो खुन दिलै लाउने दिलमा रातो रातो खुन दिलै लाउने दिलमा रातो रातो खुन लाली जो पनि कालीले लयो सलल लाली जो पनि कालीले लयो सलल दामी दामी I love you दिलै लाउने दिलमा रातो रातो दिलै लाउने दिलमा रातो रातो खुन लाली जो पनि कालीले लयो सरल चट 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 लाली जो पनि कालीले लयो बर्थडे ल्याएन आमाले 1 घन्टा भइगयो चल्लै आएको छैन त्यहाँ अन्त कहाँ जाने अन्त कहाँ सफा अनि 1-1.5 घन्टा पछि हामीभन्दा अनि अगाडि फोन गरेर सोध न यस्तो कुरा गर्छन् झुट बोलेर जस्तो गर्छन् टिकटक त देख्छ त नि के नाच्ने गरे लिसन है लिसन केटा हो लिसन नानी क्या नराख्दो झन् त्यसले नै काम नगर्दो र त्यसले पनि त नाप्छन् त 4.9 छिस के ट्याक्कै लगेर राख मैले प्रुफ ल्याइन के नचाउने मैले जेल थिएँ आफ्नै हो म त युट्युबमा हालिदिनु ल दम छैन भने नाच्ने मान्छे नाच्ने गरे के भन्छ म त 5 कति भन्दै त काले आफै
ओए यो किन आउँदै हालिसक्यो आमा बाबु गऱ्यो ओए केटा मैले भनेको थिएँ नि मेरो भ्लगमा माया ट्विस्ट आउँछ भनेर ट्विस्ट आएकै छ ओ मायाले बोलेको कति बजै बोलेको बौलाको छोरा छोरी बौले हुने हो अर्को पनि बौला आज रोक्नु को गाली गरेर छ नि आज रोक्यो त्यहीहरूलाई काले हालिदिनु है हामीले त हात मिला ल मैले यो भ्लग एडिट गर्दै म अब हालिदिन्छु एडिट गरेर केटा